सेवारो म हलदारको छु सन्चै हुन्छ आराम हुन्छ होला अनि के छ खबर हो दाजुभाइहरू हाल नेपालमा छ के गर्दै हुन्छ तपाईँहरू यसपालि भोट कसलाई किन दिनुहुन्छ त्यो तपाईँले आफूलाई आफै सोचेर दिनु तर मेरो भनाइ र मेरो बुझाइमा तपाईँको जात र तपाईँको धर्म र तपाईँको देशलाई माया गर्ने मान्छेले मात्रै दिनु मेरो बुझाइमा तपाईँको बुझाइमा तपाईँको जात तपाईँको धर्म र तपाईँको देशलाई माया गर्ने बाजा बन्धन गर्ने धेरै आउँछ धेरै जान्छन् तर उहाँहरूले गर्नुहुन्छ र भोटको बेला त आएर तपाईँको धान पनि बोकिदिन्छ धान पनि काटिदिन्छ मकै पनि गोडिदिन्छ दुनियाँ दिवाना सब काम गरिदिन्छ तपाईँको तर भोट सकेपछि उहाँहरू फर्केर आउनुहुन्न तसर्थ तपाईँले र मैले भोट दिने यसपालि कसलाई र किन्न दिने जुन मान्छेले मेरो धर्मको कुरा गर्छ मेरो जातको कुरा गर्छ मेरो देशको कुरा गर्छ मेरो देशको रक्षाको कुरा गर्छ हामी नेपाली हाम्रो नेपाल हाम्रो देश नेपाल हाम्रो पहिचानको कुरा गर्छ उहाँलाई मात्रै भोट दिनु उहाँ को हुन्छ तपाईँको विचारमा कस्तो मान्छे हुनुहुन्छ त्यो तपाईँले थाहा हुने कुरा मलाई होइन तर भोट दिँदाखेरि विचार गरेर दिनु हिजोको दिनमा देख्नुभयो होला नि केही दिन पहिला काठमाडौँमा भएको जेएनजे आन्दोलन पनि देख्नुभयो होला त्योभन्दा पहिलाको आन्दोलन पनि देख्नुभयो होला गाउँ गाउँमा दरबार राजाको हामीले भोट दिएर जिताएको मान्छे तर उहाँहरू राजा भयो उहाँको छोराहरू कोही दुनियाँ दिवाना आफ्नो बिजनेस गर्दै बस्नुहुन्छ तपाईँको छोरा मेरो छोरा आज यहीँ गाउँमा यहीँ ठाउँमा छ किन भोट दिनुहुन्छ के को लागि भोट दिनुहुन्छ भोट दिएर के पायो हामीले के गुमाएन हाम्रो देश देवभूमि हो हाम्रो देश पाथिभरा देश हो हाम्रो देश माता जानकीको देश हो हाम्रो देश बुद्धको देश हो हाम्रो देश किराँतको देश हो यहाँ अरू कसैको केही लाग्दैन अरू कसैको केही छैन यहाँ उहाँहरू चाहिँ हिजोको दिनमा आउनुभएको छ कोही राजाको पालामा कोही राणाका पालामा होइन र हिजोको दिनमा त हेर्नुभयो होला नि सामाजिक सञ्जालमा म पनि यहाँको वंशज हो भन्नुहुन्छ वास्तवमा म वंशज हो उहाँलाई नागरिकता दिने साइन गर्ने र सिफारिस गरिदिन सबलाई जेल हुनु पर्दैन ताका सकसँग जसले भन्छ आज म पनि वंशज हो यहीँको वंशज हो उहाँलाई नागरिकता दिने नागरिकतामा साइन गरिदिने र सिफारिस गरिदिने कुन ठाउँबाट नागरिकता लिन्छ सबैले जेल हुन् कसैले ताको छैन कसै नेपालीमा कोही हुन्न हामीले भोट दिने मात्रै काम नगरौँ न आफ्नो पहिचानको कुरा पनि गरौँ आफ्नो देवभूमिको पनि कुरा गरौँ आफ्नो देशको पनि कुरा गरौँ आफ्नो रक्षाको पनि कुरा गरौँ यतिको शरणार्थीहरू नेपाल बसिसकेको छ कसको सराहमा किन आउँदैछ थाहा छ भोट दिएर काम छैन भोट दिनु नदिनु भनेको दिनु तर आफ्नो देशको रक्षाको लागि दिनु आफ्नो पृथ्वी हाम्रो देश बनाउनेको लागि दिनु हाम्रो देशको बाउ को हो भनेर उहाँलाई मात्रै भोट दिनु हाम्रो देश उन्नतिमा कसरी यत्रो दिन हाम्रो देश उन्नतिमा कसरी आयो उहाँलाई भोट दिनु कसरी हाम्रो देश उन्नति भयो त्यो हाम्रो के थियो पहिला आज के भयो आज यो पृथ्वीको देश हो यो पृथ्वीनारायण शाहले बनाएको देश हो राज परिवारले बनाएको देश हो यहाँ कुनै नेता र कसैको केही लाग्दैन जति जोगी आयो भने खासेर जाने हो यिनीहरू काम छैन यिनीहरूको राजालाई हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ यो श्री 5ले बनाएको देश हो अरू कसैको केही होइन जय पाथिभरा।